लाई है आज धेरै दिन बाद एउटा भिडियो लिएर आएको छु। खासमा त्यो भिडियो चाहिँ मैले खासमा बनाउनु छोडेको छु होइन। साथीहरूले चाहिँ अब एककुरी बनाऊ न भन्दै भनेको त्यही भएर बनाइदिएको। आज चाहिँ फुटबल म्याच छ, त्यही फुटबल म्याचमा जाँदैछु। र आजको वेदर चाहिँ एकदमै जाडो छ होइन, तर त्यस्तो राम्रो छैन वेदर चाहिँ, तर पनि जाने किनभने यस्तो दिन मजा आउँछ नि त हो गरममा भन्दा। यो चाहिँ हाम्रो गाउँको मन्दिर हो, हल्का भगवान्लाई पूजा गरिन जानुपर्छ। कतै पाउँछु कि औँसीमा भनेर न भगवान्। म र निमु भाइ छ माथि। आइस खै आइस जाँदैन अरे औँसीमा। आइस भाइ पनि जान्छ भने मेरो हो भाइ हौ। निस्किँदैछु आएँ ल। ए तयारी भएको छैन अहिले आऊ ल। ल उसलाई भनेको आइस भाइलाई ल। आएँ सामानको यस्तै छ वेदर चाहिँ, जाडो छ मजाको होइन। मैले हिजो अस्ति उयसमा बनाएको थियो शिवजी पूजामा है, यो झन्डाहरू लगाएको यस्तो छ हाम्रो गाउँ। अब कस्तो भन्नु, यो पिपलको रुख तपाईँले देखिरहेको हो है। खासमा भिडियो त नबनाउने प्लान थियो कि मैले छोडिदिएको, कति वर्ष भइसक्यो होइन मैले नबनाएको। तर त्यही अब साथीहरूले केटाहरूले भन्छ क्या बनाऊ दामी हुन्छ त बनाउन भन्छ, खै के भयो त्यही हो। ल हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल साथै फेसबुक पेज। हाम्रो गाउँको बाटो त्यस्तै छ हो, सानोबढी मेन रोड चाहिँ छ। निमु भाइ निमु ए परब छौ। निमु भाइले पर पर्खिरहेको छ। आज धेरै दिन बाद भिडियो बनाइदिएको। जिब्रो निकाल्यो भने त ज्यादा हो। पहिला कमेन्ट्स यस्तै आउँथ्यो क्या, यसो किन गरेको भनेर, त्यो भएर मैले गर्नु छोडेको। गल्यो म यति हिँड्दा गल्छौ। यहाँ छ स्यान्डको घर, यहाँ छ हाम्रो घर बनिँदै गरेको। यहाँ तल हाम्रो गाउँ। यो निमु निमुले त आज बारेको छ भनेको होइन। यो त मेन रोड हो। आज धेरै वर्ष भिडियो हानिदिउँ भन्दै अल्छी लागेर गल्यो। यति हिँड्दै गल्छ र हामी भेट्छौँ माथि नै कता हुन्छ गयो त। हाम्रो गाउँको बाटो त यस्तो दामी छ। हाम्रो गाउँ तल देखिँदैछ हो। हाम्रो निमु भाइ आज हल्का नुन नखाइरहेको अरे बारेर त्यतिको भन्दै खालि हुँदैन। मेरो त फर्स्ट कुरा त युट्युबमा उयो भइरहेको छ, मोनिटाइजेसन होल्ड भइरहेको छ क्या। मैले धेरै वर्ष हालिनँ नि त भिडियो, त्यो भएर त मेरोमा आएको छ। भिडियो हालेन भने चाहिँ मोनिटाइजेसन उड्छ भनेर उडिरहोस् पालै छैन होइन। त्यस्तै छ हाम्रो बाटोहरू यस्तै छ। यति हिँड्दा गल्नु थालेको छ हो मान्छे छैन, जिउमा एनर्जी छैन गलेर। कालिज ए हो त रहेछ, देख्दैन नि क्यामेरा जुम गरेर देख्छ है। अब यस्तो के हो कालिज लकी हो कि अनलकी हो? सबले अनलकी भन्छ तर जोडी भेट्यौँ होइन, हौसीमा पाउँछौँ होला भन्ने आशा होइन। हौसी पनि के खेल्नु 200 रुपियाँ टिकट पाइ छैन हो। हरिणी किङफिसर यस्तो यहाँ कहाँ आउँछ फेरि? किङफिसर हल्कै गरममा टाढा नजिकबाट आउनुभएका हाम्रा विशिष्ट महोदयहरूको नाम क्रमै यहाँबाट भन्न गइरहेको छ। उहाँहरूलाई खदा तथा ब्याज लगाएर उहाँहरूलाई यहाँ हामी स्वागत गर्न गइरहेको छौँ। कुमसुङ फर्स्ट युनिट प्राइमेरी स्कुलका प्राध्यापक श्री अमित प्रधान, सुचित्र थापा, श्रीमान सुचित्र थापा 4 नम्बरदेखि आइपुग्नु भएको छ। डम्बु बजाउँछ बहिनी, डम्बु पुरै रहेछ नि त। यता जानेर हो यहाँ फेरि खतरा हुँदैछ हो। यो फेरि आइपुगेछ। आयो चुडिया मक्कुर
पुराना भेटरन फुटबल प्लेयर गणेश गणेश तामाङज्यू उहाँ बालसन्धिकी श्री सुगेन थापा उहाँ पनि हाम्रो त्यो सुनेर यहाँ आइदिनु भएको छ उहाँलाई पनि हामी श्रद्धा अर्पण गरेर यहाँ स्वागत गर्दछौँ जानु पर्यो पछाडि पछाडि लेट्स गो त्यसरी नै अब हामीसँग रङ्गारङ कार्यक्रमहरू पनि छ नाचगानहरू छ त्यसको निम्ति हजुरहरू अलिकति समय लिएर धैर्य बसिदिने हामी अनुरोध गर्दछौँ हाम्रा प्रगति परिवारका सचिव श्री नवीन राई साथै वरिष्ठ सदस्य श्रीमान दर्शन राईले पनि हामी यहाँबाट खदा अर्पण गरिदिनु हुन पनि निवेदन फेरि पनि हामी प्रगति नयाँ उयो गरेको मैले यति मिठो प्रस्तुतिको निम्ति साथी विश्वास तामाङलाई धेरै धेरै धन्यवाद दिँदछौँ हामी अवगत गराउन चाहन्छौँ प्रगति परिवारको पत्तनमा आयोजित यस लाते भूखण्ड खेलको फाइनल खेला बिबिएससी कुसुम्बिङ बडाकोटी हाम्रो आजको यस कुमार चाहिँ हाम्रो बडा ल छोड्न म खिचिहाल्छु नि नसुर्त नि त स्वीकार्नु होला नानी स्मृति राईलाई साथसाथै हजुरहरूलाई फेरि पनि सानो अवगत गर्न चाहे त्यो के हो भने हजुरहरूको मनोरञ्जनार्थ हामी बोलाइदिउँ बहिनीहरूलाई कहिलेको छैन क्यामरा पखेटा त छैन यसको